सर्वप्रथम त यो ऐतिहासिक अनि गुरुङहरूको निकै पुरानो थलो धेरै चिबहरू बस्ने ठाउँ भएर अनि चिउलिनासा भन्ने गरे भन्ने सुनेको थिएँ। यो गाउँमा पहिलोपटक यहाँसम्म आउन पाउँदा निकै खुसी लागेको छ। म यहाँको यो गाउँभन्दा धेरै टाढा स्याङ्जाबाट आज बेलुसङको साथीहरूसँग यो रमणीय गाउँमा रमाइलो पर्यटकीय स्थलमा आउने एउटा सौभाग्य प्राप्त गरेको छु, जसको लागि म आफैलाई निकै सौभाग्यशाली ठानेको छु। र यहाँले जुन किसिमको आतिथ्य सत्कार हामीलाई गर्नुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु। र यहाँले नृत्य हेर्दै हुनुहुन्थ्यो र यो नृत्यको क्रमभङ्ग गर्दै मैले एउटा सानो आफ्नो प्रस्तुति राख्न चाहदैछु। तपाईलाई हँसाउने कोसिस गर्दैछु। हाँस्न चाहनुहुन्छ? मेरो नाम विजय लमतमु। म स्याङ्जा बजार मेरो घर र अहिले पेलुसङको साथीहरूसँग आएको छु। र यहाँहरूलाई थाहा नै छ हामी संस्कार संस्कृति हाम्रो गुरुङहरूको संस्कार संस्कृति पेछ्यालुलाई बोकेर हिँड्दैछौँ। हाम्रो पेछ्यालु अहिले हराउने अवस्थामा छ, चारैतिर आक्रमण भइरहेको स्थिति छ र यसबाट जोगाउनको लागि हामी आफ्नो सक्दो कोसिसहरू गर्दैछौँ। र यहाँलाई अवगत भएकै कुरा हो, एकछिन अगाडि यहाँ कार्यक्रम पनि भएको थियो। र विशेष गरी अहिले पहिचानको सवालमा एकदमै आदिवासी जनजातिहरू जुमिरहेको अवस्था छ र पहिचानको कुरा आउँदाखेरि हामीलाई भन्ने गर्छ यिनीहरू बोल्न जान्दैनन् होइन, यिनीहरू पछाडि पढ्नुको कारण हामी पछाडि पढ्नुको कारण हामी बोल्न जान्दैनौँ, हाम्रो भाषा अशुद्ध छ। जस्तो गुरुङलाई चाहिँ जोकहरू पनि छ, धेरै हँसाउने जोकहरू छ। जस्तो कि एकजना बाहुनले आएर गुरुङलाई ए गुरुङ दाइ ए जहिले खान्छ भन्दा जान्न माता भर्खर ढिँडो खाएर बसेको जारी खान्छ भन्दा भर्खर ढिँडो खाएर बसेको भन्थ्यो कि होइन। त्यसो भनेर जिस्काउने गरिन्छ। यिनीहरूको अशुद्ध हुन्छ, बोल्दा अशुद्ध हुन्छ। तर के सबै नेपाली शुद्ध बोल्छ त? सबै नेपालीहरू शुद्ध बोल्छ, शुद्ध नेपाली बोल्छ त भन्ने विषयमा मैले एउटा सानो प्रश्न क्यारिकेचर प्रस्तुति तयार पारेको थिएँ। मैले यो पहिचानकै सवालमा विभिन्न ठाउँहरूमा मैले यो प्रस्तुति दिँदै पस्कदै आएको छु र आज यहाँहरू सामु यो प्रस्तुति तमु पेलुसङ युवा समितिको तर्फबाट प्रस्तुत गर्न चाहन्छु। र यसको लागि यहाँले झर्को नमानिकन स्वीकृति दिनुहुनेछ भन्ने म अपेक्षा राख्दछु। र मेरो अहिले यो प्रस्तुतिमा छ नेपालका विभिन्न जात जातिहरूले कसरी गीत गाउँछ आफ्नो भाषामा होइन, आफ्नो भाषामा अझ आफ्नो स्टाइलमा। सबैको आफ्नो बोल्ने स्टाइल हुन्छ होइन। अनि त्यसमा जस्तो गुरुङहरू आगे नै उता गएर आगो ता कता जान्छ त्यसरी बोल्छ। मगरहरू होइन तिमी त साठी अस्ति बाटो खोटेमा भेटेको के काट्यो तिमी कतै गाई बाट्यो मगरहरू बोल्छ होइन। अनि अब तराईतिर गएर अरे नाही सावन यो टमाटर बहुत महँगो भएको छ भनेर बोल्छ होइन। त्यसरी नै विभिन्न जात जातिहरूले कसरी गीत गाउँछ त म यहाँहरू सामु राख्न चाहदैछु। सबैभन्दा पहिला यो गुरुङ गाउँ हो होइन। गुरुङ गाउँ हो र यहाँ वरिपरि धेरै जात जातिहरू सायद बसेको छैन। यहाँहरूलाई धेरै जात जातिको भाषाहरू नआउन सक्छ, त्यही पनि यहाँहरूलाई म सुनाउन चाहदैछु। झर्को नमानिकन सुनिदिन अनुरोध गर्न चाहन्छु। सबैभन्दा पहिला गुरुङहरूले कसरी गाउँछ जस्तो गुरुङहरूको एउटा गीत छ खोपाते खोङ्गिरो दिर कुमारी आशा मारा चुरोटा थुमारी। यो यसरी गाउँदा कति राम्रो सुनिन्छ होइन। तर एउटा गुरुङले कसरी गाउँछ जस्तो रामरानी मोला सोथुर्स्याउँदे चुरोटा। तर यसलाई एउटा गाउँले गुरुङले पक्का गुरुङ शैलीमा कसरी गाउँछ भन्दा अझै त्यो मिठाई खाए जस्तो पनि तान्छ कि चुरोटा के छले कसरी गाउँछ होइन। त्यसपछि मगरहरूले कसरी गाउँछ
मगरहरूको एउटा मगर भाषाको एउटा गीत छ यहाँले बुझ्नु बुझ्नुहुन्न गैराबारी गन्ढुङ्के आनिन्न मनो कुरा होस् बेला जाटिन्न गैराबारीमा साग टिप्न आऊ मनको कुरा त्यही बेला भन्छु भन्ने एउटा गीत छ कि यसलाई यति राम्रो गीत छ जस्तो गाउँदाखेरि गैराबारी गन्ढुङ्के आनिन्न मनो कुरा यसरी गाउँदा यति राम्रो सुनिन्छ तर मगरले एउटा आफ्नै शैलीमा कसरी गाउँछ भन्दा गैराबारी गन्ढुङ्के आनिन्न मनो कुरा होस् बेला जाटिन्न मगरले यसरी गाउँछ त्यसपछि नेवारी भाषाको एउटा गीत छ यहाँले सुन्नुभयो होला रेडियोमा पक्कै पनि राम्रो छ राजमती कुमती जिके वस पिरती राजमती कुमती जिके वस पिरती है बाबा राजमती छ राजमतीमा बिल धस जिके बन्ने दिल बुबा है बाबा राजमती छ राजमती भन्ने फिल्मको गीत थियो र यसलाई पक्का नेवारले कसरी गाउँछ काठमाडौँको च्यापुले है सुन्नुहोस् है राजमती कुमती होइन त्यो टटा बढी हुन्छ नि त राजमती कुमती जिके वश पिरती है बाबा राजमती छ राजमतीमा बिल ढासा जिके बन्ने तेल बुबा है बाबा राजमती छ यो थियो नेवारले गाएको आफ्नो शैलीमा होइन र यहाँले सुन्नुभयो होला गन्धर्व भाषा गीत गाइने भाषा गीत सुन्नुभएको छ राम्रो छ रेडियोमा आउँथ्यो माछी छ पियारी गङ्गाको तालैमा ताली बजाउँ न माछी छ पियारी गङ्गाको तालैमा मारिल्याउन पियारी हजुरकै जालैमा माछी छ पियारी गङ्गाको तालैमा मारिल्याउन पियारी हजुरकै जालैमा गुरुमुखी आयो भने जहिले कस्तो हुन्छ चुमिलाले आगे ठाउँ लपुछ निठा जति थुया थुथुङ्गामा साइलियर बेपा गुरुङहरूले गीत गाएर खालि पाको वरिपरि के रक्सीको वरिपरि गीत घुम्छ के एकदम ख्याल गर्नुपर्ने कुराहरू खालि रक्सीको वरिपरि गीत घुम्छ होइन अनि चुरोटको वरिपरि गीत घुम्छ जस्तो आसामा र चुरोट थुवरको सेङ्गोलसु तैँगोलो नारलै अनि चुरोट र रक्सीको वरिपरि गुरुङको गीत घुम्छ अनि यो किन गन्धर्वहरूको गीत फेरि माछाको वरिपरि मात्रै घुम्छ कि माछी चाहिँ पियारी गङ्गाको तालैमा अरे अनि अची लाम्ला बची लाम्ला आँधीको लेपामलाई अनि जे आफ्नो जे पेसा छ त्यही अनुसारको गर्छ होइन अनि यति राम्रो गीत छ कि माछी छ पियारी गङ्गाको तालैमा तर त्यसलाई गन्धर्वले आफ्नै शैलीमा कसरी गाउँछ माछी छ पियारी गङ्गाको तालैमा मारिल्याउन पियारी हजुरकै जालैमा होइन यो थियो गन्धर्वको पक्का गन्धर्व शैलीमा होइन अब भोटेले कसरी गाउँछ भोटेले कसरी गाउँछ है भोटेले कसरी गाउँछ भन्दा चाहिँ मेरो एकजना साथी थियो तासी छिरिङ भन्ने अनि मैले गिटार बजाएर गीत गाउँदै थिएँ डाँडैमा मेला लागेछ कसैले बोलाइराखेछ गाउँमा मेला लागेछ कान्छीले बोलाइराखेछ नजाऊ भने उसले पर्खी बसेछ अनि भोटे साथीले के भन्छ नि ऊ विजय तैँले गिटार बजा म गाउँछ अनि मैले ल म गीत बजाउँछु तैँले गीत गाए किन गाउँछ के गाउँछ तैँले गाएको गाउँछ ल म बजाउँछ अनि मैले बजाइदिएँ गिटार बजाइदिएँ उसले कस्तो गाउँछ ऊ टाढैमा मेला लागेछ कासैले बोलाछ म्युजिक अरे होइन अनि मैले टाढैमा मेला लागेछ कासैले बोलाछ गुमा मेला लागेछ
कान्छीले बोलाछ नाचौँ भने कान्छीले फर्किबसेछ म्युजिक भोटेले यसरी गाउँछ त्यसपछि तपाईँले नसुनेको एउटा भाषाको गीत सुनाउन चाहन्छु त्यो रेडियोमा पनि आउँदैन ठकुरी भाषाको गीत ठकुरी भाषाको गीत सुन्नुभएको छ यहाँले कहिले म यहाँलाई फर्स्ट टाइम ठकुरी भाषाको गीत सुनाउँदैछु एडभान्समा है ठकुरीहरू कसरी बोल्छ ए मैया हजार हजुर भन्दैन कि हजार भन्छ क्या ठकुरी अनि आइसियो गइसियो अरे अनि मैले त एकजना ठकुनी चाहिँ राम्री भएर आज अनि मैले नि त्यसलाई भन्थेँ ओहो तपाईँ त कस्तो भैँसियो कि कस्तो भयो हुनुभयो भनेको भैँसियो भनेको त तपाईँले मलाई भैँसी भन्नुभयो अरे उनीहरू खालि आइसियो गइसियो बोल्छ है अनि ठकुरीले कसरी गाउँछ भन्दा एउटा गीत छ नेपाली गीत फुलको थुङ्गा हो कि बगेको गङ्गा हो कि मायाको हो कि गजुर ए